अरे म पछाडि तपाईँलाई ओभरटेक गर्छु भन्दाखेरि उ भयो कि त्यस्तै हुन्छ कि त्यही त बिस्तारै आएको म पनि तपाईँले उ गर्नुभयो कि भनेर उ गरेँ फेरि गेरै गयो गरेर लाग्को बेलामा डोल्ने हानेको होइन है पछाडि अब तपाईँले म त ओभरटेक पनि त जग्गा छ नि त म त आफ्नो लाइनिङमा मजाले आइरहेको छु त्यही त मैले ब्रेक हान्दा हान्दै अब त्यो गाडी आएको थियो ब्रेक हान्दा हान्दै पछाडि ड्याममा लाग्यो कि अब यस्तो खाली बाटोमा सिधै ल्याएर मैले सिधै पछाडि हान्दिएँ हजुर म हेर्नु न पछाडि पुरै मलाई त ड्यामै पछाडिबाट सिधै आफ्नै रास्तामा म घुमेको पनि छैन इन्डिकेटर दिएको थिएँ म पछाडिबाट आउँदै थिएँ त्यहाँ लागेछ दुखिरहेको गियर गयो ब्रेक लाग्दा लाग्दै अरे पछाडिबाट आउँदै थियो दाइले अब मेरो केही गल्ती छैन पर्दा साइड लाउनु हुन्छ कि भनेर म कस्तो साइड लाउने हो नि त फेरि लेफ्टबाट जाने हो नि त फेरि त्यही त यतैबाट साइडबाट हान्नु भएको थियो नि के भर्खर यार मेरो यसमा हानेको पछाडिबाट यो गिरै छैन म कसरी बद्रेछु म कसरी तर यो बाटो बस्दा यस्तो आइदिनुपर्छ एक्सिडेन्ट भयो कि बाइक यहीँ शङ्खनगरबाट बनबाटेको जाने रोड छ नि चोकबाट यसबाट बस सौभाग्य बसमा पाठक आलुमिनी एपेक्स स्कुल मेरै हजुर सर बोलाउने होइन अब यो के अरे कसरी बोल्छ बनाउनु अब के हुन्छ गाडी बोलिरहेको छु धेरै स्पिडमा आएको हुन्छ है
तपाईँले उताबाट आएको थिएँ म त्यसलाई फटाउँदा पनि तपाईँले झन् ठुलो ठुलो गरिदिनु भयो अरे सोल्नु त म यहीँ जानु छ नि बरु त मैले इन्डिकेटर पनि दिइरहेको छु कस्तो नथिए नि कस्तो इन्डिकेटरसित पल्टिरहेको छ इन्डिकेटर दिएछु म सोलो गरे पनि त फेरि ओभर पछाडि डाँडामा हान्ने त होइन नि त तर पनि म इन्डिकेटर यहीँबाटै मोड्दैछु म अलरेडी इन्डिकेटर त मैले देखेँ कहाँ देखिन्छ त नि त्यस्तो हिँडेपछि यस्तो ओभरटेकमा हिँडेपछि देखिन्छ मैले हानेको होइन एक्सिडेन्ट भएर हो हानेको दोहोऱ्यो कि बाइक दोहोरे बाइक हो कि होइन मलाई पछाडिबाट उहाँ हेर्नु न पछाडि